हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियोलोजी भ्लगमा स्वागत छ साथीहरू। आज हामी घरमै छौँ। मेरो यता दादा छ, यता हाम्रो सरजी बुद्ध सर। आज हामी चाहिँ स्पेसल कता जाँदैछौँ भने हामी सुनकोसीमा माछा मार्नको लागि जाँदैछौँ तीनजना। जाउँ होइन त साथीहरू? जाउँ। हामी चाहिँ सुनकोसीतर्फ लागिसक्यौँ। सो साथीहरू अब हामीले त्यहाँ कति मार्छौँ भन्ने कुरा चाहिँ त्यहाँ गएर थाहा हुन्छ। अगाडि दुईजना केटाहरू एकदमै बडी बिल्डर केटाहरू हिँडिरहेछ होइन। सो साथीहरू तल चाहिँ बाइक छ है, त्यो बाइकमा चाहिँ हामी तीनजना जानुपर्ने हुन्छ तल खोलासम्म। त्यसपछि चाहिँ हामी हिँडेर जानुपर्ने हुन्छ किनभने बाटो जाँदैन। अनि हाम्रो यता ह्यान्डसम पपुलर पहिलाको शाहरुख खान हाम्रो गाउँको यहाँ छ, नौदै हुँदो रहेछ। सो साथीहरू अब हामी बाइक स्टार्ट गरेर हामी जानुपर्ने हुन्छ। यो केटा चाहिँ हिँडेर आउने अरे, हामी चाहिँ बाइकमा गइसकेको छौँ साथीहरू। बाटो यस्तो छ हाम्रो गाउँको मान्छे, एकदमै अफरोडिङ। माछा मार्नु लाग्यो त हामी। स्ट्यान्ड हलिँदो रहेछ क्या धेरै? हजुर हलिँदो रहेछ क्या है? स्ट्यान्ड नै चाहिन्छ। स्ट्यान्ड भएपछि खासै हलिँदैन त्यो वाल्टर। अब एउटा आइफोन भएको भएदेखि त अलिक ठिकै हुन्छ रहेछ होइन। यस्तोमा हलिँदो रहेछ क्या एकदमै। यहाँ तल छ सुनकोसी, त्यहाँ जानुपर्ने हुन्छ हामी चाहिँ आधमाराबाट कुमालटारतर्फ लागिसकेको छौँ। केटा आउँदैछ, बाटो एकदमै अप्ठ्यारो छ। लाग्यो माछा मार्नको लागि आज माछा मारेर खाने प्लान गरेको छ। आज मासु बबालाई हान्ने हो नि त एकदमै ड्राइभर हाम्रो माछा मार्नु गुरु हो फेरि राइडर राइडर। तेरो डाइलेग हान्दैन यार बुद्ध सर। Oh, you know who I am? I am university champion. You challenge me. You respect me. छोड़ दे रस्सी छोड़ दे। भरे कोसीतिर हान्नुपर्छ। माछा हान्ने हो, पाक्कै हान्ने हो। मलाई भने अरे पहाडदेखि तराई झरेछ हामी। अब पहाडदेखि अब तलै झरेछ। अब मछली मार्नु गएको छैन आज। कोसीमा बहुत माछली बहुत माछली होइन, हिजोले गयो ए लडाकु। अरे यस्तो भाषा चाहिँ बोलि नै हाल्नु, हाम्रो तराईमा फाप्दैन। Who are you? You know who I am? हामीलाई त हामीलाई त के हो, गोरुले गाईले नि चालिन्छ। यो गाई हो कि गोरु हो? बाटो छ यो गौमाताले, गौमाता त होइन रहेछ। You shut up. साथीहरू हामी चाहिँ तराई झऱ्यो भन्दा पनि हामी खोला खोला। अब यहाँ चाहिँ हाम्रो पक्की फुल गाडी देख्न सक्नुहुन्छ।
र साथीहरू हामीले चाहिँ अब माछाको लागि चारो पनि हामीले बेला पार्दैछौँ। यहाँ ईश्वर दादाले चाक घर बनाएर यहाँ खँदैछ खेतमा गन्डेउला। यसलाई गन्डेउला भन्छ। देख्न सक्नुहुन्छ यस्तो भेटिनस् यहाँ चिसो ठाउँमा चाहिँ गन्डेउलाहरू बढी मात्रामा पाउँछ। खन खन केटा खन। ओ यहाँ देख्न सक्नुहुन्छ है यत्रो पैसाको। अब यसले त हामीले त यहाँ भरि रातभरि कटाउने माछा पारेर हामी नाच्दै हुक्कासँग खानुपर्ने हुन्छ बियर सेयरसँग। तर बियर सेयर पाउँछ पाउँदैन हाम्रो यहाँ सर्टेज भइरहेछ, त्यही भएर हामीले आदि नलाउनु पनि सक्छौँ होइन। हुक्काको म्यानेज भयो। हुक्का अब हुँदैछ। मैले त्यहाँ कन्ट्याक्ट गरिरहेको छु। यो त रास निस्कियो है। ओहो हामीले ठाउँ चिनिनौँ नि त नि अघि। कतिवटा छ बोल्छ चारवटा धेर पो भयो। हामी सकेसम्म बरु तुर्लुङ जानुपर्छ तल पुलमुनि। ठाउँ पाइएन त्यही पुलमुनि जानु क्या राम्रो छ क्या। त्यही जाउँ न त। आज माछा मारिन्छ त हेरौँ। दादाले भनेर यत्रो बनाइसक्यो यहाँ देख्नु सक्छ। ए मेरा फुपू ए मेरा भगवान। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ वरिपरि एकदम धानले हरियाली खेतबारी देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो वरिपरिको स्थान हो र दादा ईश्वर दादा घर चाहिँ यहाँ हो। मलाई के एउटा अचम्म लाग्यो भने यो हाम्रो घरैभित्र नि हाम्रो घरभित्र नै कस्तो भयो भने भ्लगर अहिलेको एक किसिमले धेरै निक्ल्यो क्या। अहिले सबै तर भ्लगर चाहिँ काण्डियो। ल साथीहरू अब चाहिँ हामी सम्पूर्ण सामानहरू ठिक पारेर हामी कुसीतर्फ लाग्दैछौँ। मेरो डान्स गीत गाउँदै चरीले त काफल खाइगयो हो खाइगयो। अब हामी घरबाट लागिसक्यौँ स्याट लाएर च्यादर। अब भनेको गाइस हामी हिँडिसक्यो र मैले चाहिँ अब भनौँ न साथीको फोन चाहिँ मैले आज उ गरेँ। म चाहिँ तरिकाले बनाइदिएँ ल। अब भनेको यहाँ बाख्रो सबै हामी चाहिँ एकदम मैले चाहिँ भनौँ न हामी चाहिँ बाख्री गोठीनीहरूसँग चाहिँ हामी भेट भएको छौँ। बुनो नरिसा है तिमी त रिसासै देखिन्छ। मामु हाई गरिदिनु एकचोटि। यति ब्युटिफुल के भन्छ मामु। हामीले भिडियोमा हाल्दाखेरि चाहिँ जस हाम्रो कस्तो भ्युज नजाला कस्तो उ नजाला होइन। लगाइज मैले चाहिँ यहाँ हिरा भेट्टा होइन यस्तो बलिरहेछन् कि यति बेला होइन। ल टिप त केटो आएर यो हिरा हो डायमन्ड भेटायो। ल उतापट्टि देखा त्यो फाइनली हामी तल झरिसक्यो। अहिले भनेको यहाँ चाहिँ भनौँ न अहिले जस्तै 5:30 बजिसक्यो। यो सताको यो भ्यू चाहिँ एकदम दामी देखिरहेछ र एउटा यो अगाडि हाम्रो यो चाहिँ बिहाडी बोकायो अनि यता मास्तिर चाहिँ हाम्रो गाउँ छ। ल साथीहरू अब चाहिँ हामी कोसीको किनारा पनि आइसक्न आँट्यौँ। सो यहाँ पारी खोप्लामा छ कोसी, त्यहाँ बलौटा देख्न सक्नुहुन्छ। र अब हामी माछा आज कस्तो मारिन्छ त्यो मेरो त फर्स्ट एक्सपिरियन्स हो। अब हुँदैछ अब फर्स्टचोटि गइरहेको छु। अब त्यहाँ केटाहरू चाहिँ एक्सपिरियन्सवाला एक्सपर्टवाला छ माछा मार्नको लागि, म चाहिँ छैन। सो म चाहिँ रहरले माछा मार्न गइरहेको। ए साथीहरू ल हामी सुनकोसीमा पनि आइपुग्यौँ, रात पनि पऱ्यो। अब माछा मार्नुपर्ने हुन्छ। आज मारेको म अन्तरेको ए हजुर माछा मार्न आएको हेर्नु न। यत्रो बुढा बाजेले पनि माछा माराउनु भएको रहेछ। सो
रात परिसक्यो है साथीहरू है साथीहरू हामी चाहिँ के भन्छ अरे यो माछा मार्ने ठाउँ नपाएर होइन डुलिरहेको छौँ सबै पुरै प्याकको प्याक रहेछ क्या कोसीको साइडमा माछा मार्नुको लागि मान्छेहरूले थपिरहेको छ त्यहाँ चाहिँ हामीले ओभर मिलेन अगाडि नै गरिसकेको छ तिनीहरूले र मैले चाहिँ यहाँ कोसीको छेउमा एकदमै राम्रो सुन्दरी फुल फुलेको सयपत्री फुल देख्न सक्नुहुन्छ देख्नै पनाउनी तपाईँ राम्रो फुल देख्नै पनाउनी तिमीलाई देखेपछि त रिसिने ठनक 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 बरपिपल जाइ पर्यो कल्पना अलि ओर शरण रेशम तारीको बरपिपल चाहिँ पर्यो ल साथीहरू यहाँ चाहिँ माछा परेको चाहिँ छ कि छैन अब हामीले निकाल्दैछौँ सो बुद्ध सरले निकाल्दै हुनुहुन्छ ओ माछा परेछ है ल देख्न सक्नुहुन्छ यसलाई के भन्छ साथीहरू लभली माछा काँडे है ढ्याङ्ग्रे नै ढ्याङ्ग्रे भयो काँडे हामीले चाहिँ अब यो थापेको चाहिँ देखाएन हामीसँग अलिकति टाइम नभएको कारणले हामीसँग टाइम समय कम थियो है अनि त्यही भएको कारणले हामीले यो एकदम हामीले सेट गरिसकेको छ पुरै जालसाल हान्ने बल्छी साल्छी है अब यहाँ फेरि हामीले चारो हाल्नुपर्ने यसरी हाल्नुपर्ने हुन्छ यता त पर्छ कति न्याम्ने हो तिमी त काँडाले भन्छ चिकन मिठोसँग दादा कस्तो एक्सपिरियन्स छ एक्सपिरियन्स मेरो अब माछा पर्नु आँटेको छ अब है अझै पर्छ कि भन्ने आश छ कालो बत्ती छ त्यहाँ देखिँदैन यो अर्को पनि हेर्दैछ है साथीहरू बोल्छु न अलिक धेरै हाल्दै 4 लाख थप्छ माछा परेको त पुरै थपाइन्छ नि है माछा है साथीहरू अब आगो बालेर यिनीहरूलाई मस्त पराछ हेर्दै पराछ के हो यार बाछेर फाइनल यति नै हैन 4 थप्नु त यसमा नि पर्दैन दादा यता के छ ठीक छ माछा मार्न हातैमा छ माछा मार्न आएको बहुतै रमाइलो भइरहेछ अब आगो बाल्ने सुत्ने प्रोग्राम खाजा खाने बत्ती बाल्ने साथीहरू माछा पर्यो माछा हाम्रो ईश्वर दादाले निकाल्दै हुनुहुन्छ म चाहिँ यता छु जाडो भयो घुम्टो ओड्नै पर्यो झिकम म झिकै चारो काँच यहाँ छ है काँडाले हान्छ होइन काँडाले हान्छ होइन यस्तोमा चाहिँ नपार होइन यस्तो उफ्रिँदैन छोड्दै ओके भर्खर त सो आउनु थालेछ र चारो रोगाएर म तिम्रै ल साथीहरू आज चाहिँ
दोस्रो डे भइसक्यो हामीले चाहिँ माछा मारेर पकाएर खायौँ राति है त्यो भिडियो चाहिँ हामीले निकाल्न सकेनौँ किनभने हाम्रो मोबाइलको ब्याट्री पुरै सुतेको थियो त्यही भएर हामीले त्यो निकालेनौँ एउटा माछा चाहिँ के गर्न आँटेछ भनेदेखि होइन हाम्रो यो ईश्वर दोषलाई चाहिँ हामीले तितेपाती माछामा पिटेपछि हालेर चाहिँ कुदेर खानु भनेर चाहिँ हामीले लगिरहेको छौँ तितो हुन्छ है तितो हुन्छ कस्तो हुन्छ त्यसलाई चाहिँ आज हिजो यतातिर बस्यौँ यहाँ चाहिँ अब हाम्रो चुला त्यो चाहिँ माछा मार्ने प्रोग्राम भइरहेछ यो चाहिँ खोजको बच्चा यसलाई चाहिँ होइन सर्ट अब तताउने हो है के गरेको बाउलाई घरमा आगो लागेको माछा हेर्न सक्नुहुन्छ है माछा हामीले पकाउँदैछौँ च्याटला एकजनाले जब पहिला सुरुमा फर्स्टमा को खाने फर्स्टले कति खान सक्छ एक गाँसमा त्यति मात्रै खानु पाउने अनि फर्स्टमा कति खान सक्ने होइन कोहीलाई त म फर्स्टमा म ट्राई गरिहाल्छु एकदिन पकाउनु पर्छ साइज मरत्तै छ क्या यो जाँठाको फर्स्टमा कसले धेरै खान सक्ने है त यो फर्स्टको खाने रे म खाने सबैले डल्लै एकचोटि भिडियो गरेको चाहिँ एकदम कमेडी भिडियो हुनु पऱ्यो क्या चाहिँ होइन पाउनु एकछिन लगाइ चाहिँ हामीले भनेको चाहिँ अब एउटा माछा मात्रै मार्यो आज बिहान चाहिँ बिहान नभनौँ बिहान हामीले त्यस्तै आधा के जस्तै अघि भर्खरसम्म 4 बजी पोलेर खाएको अहिले चाहिँ 8 बजे होइन अब यहाँ भनेको लास्ट एउटा परेको चाहिँ अब हामी सबैजना चाहिँ भोकोले चाहिँ हामी यहाँ प्ल्याक परिरहेको छ होइन तर हामीले रोटेसन गऱ्यौँ यहाँ होइन सुरुमा फर्स्टमा दिनेले चाहिँ फर्स्टमा खानेले चाहिँ कति खान्छ होइन त्यसले जति खायो लास्टलाई खानेले पुग्छ लास्ट चाहिँ म खान्छ होइन कति उब्रिन्छ उति खाने हो नि त्यही त मात्र एक गाँसमा कति बनाउने एक गाँसमा मात्र कति खाइन्छ त्यति नै हो नि एक गाँसमा जति खाइन्छ त्यति नै खाने होइन तर त्योभन्दा बढी नखाने है त्यसपछि सेकेन्डले लास्ट चाहिँ म हुन्छ है यसरी जान्छ अब यसरी रोटेसन ल फर्स्ट त म पनि फेरि यसरी जाँदाखेरि त भाइ अहिले कहाँ त्यस्तो हुन्छ मैले म खाने भनेर फर्स्ट त म परेँ यहाँ यसरी त कहाँ त्यसरी त्यस्तो मदेखि सुरु गर्ने भाइ अब जन्मेको सालदेखि गर्छ त अब 60 सालमा गर्ने यार त ठिकै छ नि जति खान्छ त्यति खानु चाहिँ पऱ्यो है एक गाँसमा तुर्नु पऱ्यो है लागा म यो सिटरमा गएर गरेर गर्दैछु के हो छन एक घाँस भनेको माछाले एक घाँस मुला झार घुचाएर जाँड हुन्छ त्यस्तो काले दादाले खाइसक्छ काले दादाले यहाँ खाइसकेको छ अब हामी चाहिँ हेरेको हेरे मिठै छ साले झार घुसार्दो रहेछ कस्तो झार खान त यो निकाल्दै लु खा त खानु खा यो चाहिँ रोमनको यो जाउँ साथीहरू ल अब यहाँ जाने फ्री यहाँ अब यहाँ भन्छ लक्ष्यमा जाने फ्री यहाँ भन्छ यो रोमनको चाहिँ यो म चाहिँ रेन्ट एउटा मेरो फिल्म मार्छ चिक्नीले यो चिक्नीले बोल्दैछ ल छिटो यस्तो मुला हुँदैन मुला त्यो कस्तो मुला यार थाप्ने हो त मुला कस्तो ल थाप्ने होइन म हान्दिनँ नि त रापा हो क्या मुला
केटाहरू यहाँ खेलिरहेको छ है साथीहरू हामी पौडी खेल्न गइरहेको छौँ देख्न सक्नुहुन्छ सुनकोशी नदीमा गाना मुला कस्तो म गर्दैछु Hey, hey, hey! Okay.